आजको भिडियोमा गाल्जेमा रहेको सबै बासिन्दाहरू मिलेर चाहिँ हामी पिकनिक खानेवाला छौँ। यो पिकनिक चाहिँ हामीले देउसी भैलो खेलेर चाहिँ उठाएको पैसाले चाहिँ हामीले पिकनिक बनाएको। सबैभन्दा पहिला त हामीले आगो बाल्नको लागि दाउरा चाहिन्छ, त्यसको लागि हामी चाहिँ डोको लिएर कलेक्ट गर्न लाग्छौँ। सबैको घरबाट हामीले दाउरा माग्दा माग्दै करिब हामीले 2 डोका जति दाउरा बनाइसकेका छौँ। हामीले लगभग यति दाउराहरू चाहिँ कलेक्ट गरिसकेका छौँ। कट्टो समातेर हामी सबैको घरमा तरकारी माग्न गयौँ। सबैको घरबाट केही न केही त तरकारी दिइरहेको थियो। कसैले टमाटर दिएर, कसैले चोतो दिएर, कसैको घरबाट आलु दिएर, कसैको घरबाट चाहिँ करेलाहरू दिएर हामीले भाँडाकुँडाहरू सबै चाहिँ जम्मा गरिसकेका छौँ। चामल चाहिँ यहाँ छ, यसमा भाग पाकिरहेको छ अनि यसमा चाहिँ यो दुईटामा चाहिँ दालहरू पकिरहेको छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ यो चाहिँ तरकारी काटिरहेको छन्। हेलो, अलि मजाले काट्नु है। मान्छे भने चाहिँ थोरै जम्मा भइरहेको छन् अनि पछि चाहिँ सब बनिसकेपछि यहाँ पुरै मान्छे हुन्छन्। यहाँ पुरै तल माथि होइन पुरै मान्छे हुन्छन् क्या। अहिले त काम गर्नलाई यति मात्रै छन्। सबैजना आफ्नो काममा व्यस्त थियो। कोही तरकारी काटिरहेको छन् र कोही भात बनाइरहेको छन् भने कोही चाहिँ दाल उमालिरहेको छन् र त्यही हो। हामीले लगभग होइन के अरे सबै खानाहरू चाहिँ बनाइसकेका छौँ। यसमा चाहिँ भातहरू छ अनि त्यहाँ चाहिँ दाल होइन, अनि यहाँ चाहिँ के अरे मासु छ। यहाँ मासु यहाँभित्र चाहिँ मासु छ, पुरै झोल छ। अनि यो चाहिँ भात भयो अनि त्यसमा के पाकिरह्यो अरे भात हो त्यसमा नि। यो सब यो पुरै गाल्जीको मान्छेले पुगाउनु छ नि त, त्यही भएर यहाँ तीन ठाउँमा बनाइरहेको छन् भात। हाम्रो नाइक चाहिँ सब पैसा गरी उहाँसँग हुन्छ। अब बिस्तारै मान्छेहरू चाहिँ कलेक्ट बिस्तारै मान्छेहरू चाहिँ कलेक्ट भएको छन्। अब हुन्छ कि रमाइलो चिज होस्। लगभग हाम्रो पुरै रेडी भइसकेको छ। मासु चाहिँ अझै पाक्दैछ होइन। यी साना भाइ बहिनीहरू चाहिँ खानालाई आइसक्यो थाल लिएर। ओइ किन आयो तिमीहरू अहिले? यहाँ खाना बन्दैछ। यी सानसाना भाइ बहिनीहरू चाहिँ आइसक्यो। अनि गाल्जीको नक्कलीहरू एक नम्बर। मासु अझै बन्दैछ। कति बसिरहनु कि फुजीहरू। अहिले करिब 6 जति बज्न लागेको छ र मान्छेहरू चाहिँ हेर्न सक्नुहुन्छ लगभग जम्मा भइसकेको छन्। हेर्न सक्नुहुन्छ नि, जस खाना चाहिँ दिइरहेछन् केटाहरू। अब हामी पनि गएर हल्का सहयोग हान्दिउँ न। सब आफ्नो काममा खटिरहेछन्। कोही यहाँ आगो तापिरहेछन् अनि कोही उता मोबाइल चलाइरहेछन् भने कोही चाहिँ खाना खाइरहेको छन्। सबै पिकनिक खाने मान्छे चाहिँ सबै खाइरहेको छन् होइन। र हामीले चाहिँ हजुर विश्वास नगर्नुलाई बिहानदेखि चाहिँ उठेछौँ। यो भाँडासाँडा दाउरा सारा यताउता नास्ता खानासाना भेडासाडा सबै काट्दाखेरि होइन अहिलेसम्म केही पनि खाना पाइरहेको होइन। त्यही अहिले चाहिँ हामीले ठुलो मान्छेहरूलाई चाहिँ खाना गइरहेछौँ। लास्टमा खाना खानेछौँ हामीहरू चाहिँ। त्यो लास्टै भोक लागेर बिहानदेखि नुन पनि चाय खाएन कि, पानी खाइ बस्यो त्यसरी काम गरिरहेछौँ। अब चाहिँ लास्टमा चाहिँ जोस रमाइलो हुन्छ। हेर्न सक्नुहुन्छ अलिअलि रात चाहिँ पढिसकेको छ। यहाँ बनाइरहेको छन्। यहाँ अझै सब खानासाना खाइरहेका छन्। कस्तो छ ल? मिठो लागेन अझै? हजुरलाई कस्तो लागिरहेको? मिठो छैन? किन? अनि भावनालाई कस्तो लागिरहेको? सबैभन्दा लास्टमा चाहिँ हामीले खाइरहेको छौँ भन्छ नि। सब चाहिन्छ मासु पुरै थाल भरि छ यार। छैन दही लाग्नेलाई त फेरि भात खाएर जाऊ। हामीले चाहिँ लगभग खानासाना खाएर चाहिँ सबै सकिसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ भात यति बजेको छ, तरकारी अनि यसमा अझै दालहरू छ।
यहाँ चाहिँ भाँडाकुँडीहरू यता छन् अनि यसमा अझै भातहरू छ होइन यता मासुको डेक्चीमा झोल मात्रै छ मासु छैन यता आगो टिपिरहेछन् अनि यहाँ हानिरहेछ नि यहाँ गफ हानिरहेछन् मस्त जोस भइरहेछ यहाँ अगाडि केटाहरू योहरूले खासमा भाँडा धुन लाउनु पर्ने के हुले ओए यो भने थाल भइरहेको छ